चलचित्र रोल नम्बर 1 जस्तै छ। नम्बर 1 छ। हुन त यो बच्चामाथि बनेको सिनेमा हो, तर यो अभिभावकले हेर्न आवश्यक छ यो सिनेमा। चलचित्र राम्रो छ, तर बच्चाले चाहेको कुरामा हामीले साथ दियौँ भने र बच्चालाई त्यही स्किलमा अगाडि बढायो भने उसले त्यसबाट चाहिँ नि पुरस्कार पनि लिन सक्छ, समाजमा ऊ चाहिँ प्रतिष्ठित बन्न सक्छ भन्ने म्यासेज दिएको छ। आत्मामा म छु कि छैन त्यहाँ हेरन। यो मुभीले जे सन्देश दिन खोजेको छ नि, खासमा चाहिँ बच्चाको के रुचि हुन्छ त्यही बनाउनु पर्छ। जस्तो अब म सिङ्गर भुँ भन्दैमा बच्चा सिङ्गर हुन्छ कि हुँदैन थाहा हुँदैन नि त। अलि पछि चेन्ज भयो भने उसको के रुचि हुन्छ त्यही बनाउनु पर्छ भन्ने धारणा चाहिँ यो मुभीले अझ सिकाएको छ। रोल नम्बर 1 अवश्य पनि प्लिज हजुरको नियरेस्ट हल्सहरूमा लागिरहेको छ। सम्पूर्णलाई विशेष आग्रह गर्न चाहन्छु, प्लिज डु वाच रोल नम्बर 1। मलाई हेरेर राम्रो लाग्यो, खुसी लाग्यो। के सिक्नु भएर यतिबाट? त्यस्तो त अब मेरो छोराछोरी छ नि त, उनीहरूले पनि आफ्नो मनमा के रहेछन् त्यो कुरा हामीलाई थाहा हो। अभिभावकले एक किसिमको प्रेसर दिइरहने भन्दा पनि उनको मनमा दिमागमा जे कुरा हुन्छ त्यो कुरालाई छोडिदियो भने केटाकेटीले त्यो किसिमको दिमागमा वृद्धि हुन्छ, विकास हुन्छ, त्यो किसिमको सोच्छन् भन्ने कुरा पनि हुँदो रहेछ। कहिलेकाहीँ चाहिँ यो पार सिनेमाभित्र आफू पनि भन्नुपर्छ जस्तो पनि लाग्छ। लोभ लाग्यो भनेपछि क्यारेक्टरको लोभ लागिहाल्छ नि, लाग्दो रहेछ दाइलाई। ल मिठो भयो हजुर